सम्माननीय सभामुख महोदय, आज सैद्धान्तिक छलफलमा सहभागी भई आफ्ना महत्त्वपूर्ण सुझावहरू सल्लाहहरू दिनुहुने सम्पूर्ण मान्यज्यूहरूलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। आज म यहाँ जवाफ दिँदै गर्दा म एउटा मन्त्रीको हैसियतले, सम्बन्धित मन्त्रालय सम्हालेको मन्त्रीको हैसियतले मात्र नभइकन ती हजारौँ बचतकर्ता जसको बचत डुबेको छ, जो पीडामा छन्, उनीहरूको प्रतिनिधित्व पनि गर्दैछु। उनीहरूको समस्या समाधान गर्नुपर्ने एउटा ठुलो जिम्मेवारी मेरो काँधमा छ, यो सरकारको काँधमा छ। त्यही भएर यो अहिले जुन अघि नै पनि छलफलको क्रममा आयो, अध्यादेश किन ल्याइयो, अध्यादेश राम्रो थियो, तपाईँहरूले राम्रो नियतले ल्याउनु भयो, तर यो बाटो गलत भयो भन्ने खालको अभिव्यक्तिहरू पनि यहाँ मान्यज्यूहरूले राख्नुभयो। तर हतारो थियो, अघि नै मान्य सदस्यले भन्नुभएको थियो हतारो किन गरेको, रिजल्ट ओरिएन्टेड हो, अलिकति बिस्तारै जाउँ न भन्दा अब हामीसँग समय छैन। किन भन्दा यति लाखौँ बचतकर्ताहरू यति पीडामा हुनुहुन्छ हैन, दिनानुदिन उहाँहरूको जुन पीडा छ यसलाई जति सक्दो चाँडो हामीले सम्बोधन गर्नुपर्ने छ। र नेपाल सरकारको अहिलेको प्राथमिकतामा, मेजर प्राथमिकतामा एउटा सहकारीको समस्या, जसरी हाम्रो भूमिहीन दलित र भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी छ, त्यसै गरी सहकारी पनि हामीले हाम्रो एउटा प्राथमिकतामा हामी राखेर गइरहेका छौँ। त्यही भएर यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने हाम्रो अहिलेको आवश्यकता छ। र त्यो पीडितहरूको जुन बचतकर्ताहरू जो पीडामा हुनुहुन्छ, हामीले साग बेचेको, मकै पोलेको भनेर त धेरै नारा लगाउँछौँ, तर नीतिगत रूपमा कसरी अगाडि बढ्ने त एउटा स्पष्ट क्ल्यारिटीका साथ यो सरकारले काम गरिरहेको छ र त्यसलाई समर्थन गर्नुहुन्छ। किनभने हजुरहरूले चाहेको पनि यो अहिलेको समाधान कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरू हजुरहरूको ध्येय पनि त्यही हो भन्ने मैले बुझेको छु, त्यसरी नै लिएको छु। त्यही भएर यो जरुरी थियो, अहिले तत्काल चाहिँ केही गाँठो फुकाउन जरुरी थियो। र ल्याएको कसरी थियो, कसरी कुन प्रोसेसबाट ल्यायो भन्दा ल्याइसकेपछि के गर्यौँ त? अहिले साना बचतकर्ताहरूको समस्याग्रस्त जुन सहकारी थियो, त्यो बचतकर्ताहरूको बचत फिर्ता हुने क्रम अहिले जारी छ हैन। त्यही जारीको क्रममा मैले 2-3 पटक त यहीँ उभिएर पनि क्ल्यारिफाई गरिसकेँ, तर पनि अहिले पनि त्यही प्रश्न आयो, सरकारले पैसा राज्य कोषमा पैसा दिने अनि फेरि कसरी तिर्नुहुन्छ त, त्यो पैसा त्यो गलत हो भन्ने खालका फेरि पनि कुरा आयो। मैले 2 पटक यहीँ उभिएर पनि त्यो कुराहरू प्रश्न गरिसकेँ। नेपाल सरकारको यसमा अहिले जुन बचत फिर्ता गर्ने जुन एउटा प्रक्रिया सुरु भएको छ, जुन एउटा कार्यविधि बनाएर त्यो कार्यविधिमा टेकेर हामी फिर्ता गर्दैछौँ, त्यसमा राज्य कोषले राज्यबाट चाहिँ 1 रुपियाँ पनि गएको छैन। मैले फेरि पनि भने, र यो भन्दै गर्दा मलाई फेरि पनि के थाहा छ भन्दा फेरि भविष्यमा फेरि यही प्रश्न फेरि दोहोरिन्छ र मैले फेरि आन्सर दिनुपर्छ भन्ने कुरा मलाई त्यो पनि ज्ञात छ। किनभने त्यो एउटा चाहिँ मलाई यही 3 पटक, तेस्रो पटक, चौथो पटक मैले भन्दै गर्दा यति के अरे डुबेको सहकारीबाट यति रकम असुली भएर यति बचतकर्ता फिर्ता भयो भन्ने कुरा डेटा नै यता प्रस्तुत गरिसकेपछि फेरि पनि यस्तो आशंका उब्जिनु भनेको चाहिँ सहकारीको समस्या साँच्चै समाधान हुन लागेको हो कि भन्ने तथ्यलाई चाहिँ स्वीकार्न नसक्नु हो कि भन्ने खालको चाहिँ मलाई एउटा त्यो फिल भइरहेको छ। किन भन्दा पटक पटक चाहिँ यही कुराहरू मैले दोहोऱ्याउँदैछु। फेरि हजुरहरूले रिटर्नमा दिनुपर्छ भने सभामुख महोदयबाट एउटा रुलिङ होस्, एउटा रिटर्नमै दिनुपर्छ भनेपछि हाम्रो त्यसको विवरण, प्रगति विवरणमा हामी यहाँ मान्य सदस्य उपलब्ध जति हामीले यहाँ मान्य सदस्यज्यूहरूलाई हामी रिटर्नमा दिन पनि तयार छौँ। त्यही भएर यो भ्रमबाट चाहिँ मुक्त भइदिनु न, म हृदयदेखि हजुरहरूलाई अनुरोध गर्न चाहन्छु फेरि पनि। र यसै गरिकन मान्य नरेन्द्र कुमार केरुङ ज्यूले राख्नुभएको थियो, अब धेरै ठुलो एउटा जिम्मेवारी छ, सहकारीको एउटा छुट्टै मन्त्रालय बनाउनु पर्थ्यो भन्दै गर्दाखेरि म मान्यज्यूलाई अलिकति प्रश्न पार्न चाहन्छु। किन भन्दा हाम्रो प्राथमिकतामा रहेको विषय हो। जसरी हामीले सरकार सम्हाल्दै गर्दा सरकार सम्हालेको केही महिनामै, भनौँ 1 महिनाभित्रमै हामीले चाहिँ बचत फिर्ताको प्रोसेस हामीले सुरु गरेका छौँ हैन। त्यो सुरु गर्न पनि यो कति प्राथमिकतामा थियो यो विषय भन्ने कुरा पनि हजुरहरूलाई त्यहाँबाट पनि आशय त्यो पनि थाहा हुन्छ। किन भन्दा हामीले सरकार सम्हाल्दै गर्दा हाम्रो अझै व्यक्तिगत तर्फबाट मेरो र हाम्रो म जुन पार्टीको प्रतिनिधित्व गर्छु त्यो पार्टीको पनि मुख्य एउटा एजेन्डा नै के थियो भन्दाखेरि यो समस्याको समाधान गर्नुपर्छ। जसरी बचतकर्ता त्यो पीडित हुनुहुन्छ, त्यसै गरिकन हाम्रै भनौँ न हामीले पनि कोही मान्छेलाई चाहिँ सहकारीमा इन्भल्भ नभएकै कारण पीडामा गएको देखा छौँ। त्यही भएर रियल पीडा के हो र फेक कसरी बनाइन्छ भन्ने कुराको जानकारी ममा राम्रो छ। त्यही भएर यो कुरा मैले यहीँबाट स्पष्ट गर्न चाहेँ। त्यही भएर म मान्यज्यूलाई चाहिँ विश्वस्त हुन के आग्रह गर्दछु भने यो जति ठुलो मन्त्रालय भए पनि सहकारीलाई प्राथमिकतामा राखेर हामीले काम गरिरहेका छौँ र भविष्यमा पनि त्यसरी काम गर्नेछौँ। बिर्सिने त कुनै यसको गुन्जाइसै हुँदैन। त्यही भएर योबाट मैले हजुरलाई यो भन्न चाहेँ। र हजुरले विभिन्न राम्रा कुराहरू पनि यसमा आएका छन् भन्ने कुराहरू भयो। यो विभिन्न आएका कुरा हजुरले जुन राम्रा कुराहरू भन्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। त्यसै गरिकन अब चक्रीय राहत कोष भन्ने खालको हजुरले कसरी यो कोषको विषयमा थियो, कोषको विषयमा चाहिँ हजुर अलिकति चाहिँ यो कोष कुन बेलामा यो चाहिँ अहिले होइन राहत कोष बनाउने, उपलब्ध गराउने भन्ने कुराहरू चाहिँ 2082-83कै नेपाल सरकार नीति तथा कार्यक्रमको बुँदा नम्बर 23मा पनि यो कुराहरू सम्मिलित छ। त्यही भएर अहिले यसको अवधारणा भन्दा पनि आएको कुरालाई निरन्तरता दिएको हो भन्ने कुराको मैले जानकारी गराउन चाहेँ। एउटा अर्को चाहिँ सँगै
मान्य सदस्यज्यूले चाहिँ फिर्ताको समय सीमा तोकियोस् भन्ने कुरा भन्नुभएको छ र अलिकति यो विरोधाभास जस्तो किन आयो भने मान्य सदस्यज्यूहरूबाटै चाहिँ एउटा चाहिँ अध्यादेश तत्काल किन ल्याइयो, अब यो प्रोसेसमा जानु पर्थ्यो, प्रोसेसबाट गर्दै आउने भन्ने थियो। अर्को चाहिँ समय सीमा तोकियोस्, भर्खर यहाँ बेजत फिर्ता गर्नुपर्छ, पीडित झन् पीडित भयो भन्ने खालको आशयका कुरा पनि आए र त्यही गर्नलाई नै यो अध्यादेश जारी यो ल्याइएको हो। यो कानुनी केही गाँठो फुकालिएको हो होइन, त्यो छिटोभन्दा छिटो समाधान गर्नुपर्छ, यो समय सीमा तोक्नुपर्छ, त्यही भएर यो गर्नुपर्छ भन्ने कुरा केही नीतिगत उल्झनहरू छन्, केही लुप होल्सहरू थिए। यसैलाई पल्टाएर तार्दै हामी चाहिँ यो छिटोभन्दा छिटो हामी कसरी गर्न सक्छौँ भनेर नै यो अध्यादेश जारी गरिएको, यसरी ल्याइएको भन्ने कुरा मैले पुनः हजुरहरूलाई निवेदन गर्न चाहेँ। त्यसै गरिकन हाम्रो अशोक कुमार चौधरीज्यूले यसलाई समर्थन गर्नुभएकोमा धेरै धेरै धन्यवाद। नियमनको पाटो, त्यसै गरिकन हाम्रो मान्य समीक्षा बास्कोटाज्यूले पनि अलिकति यसमा चाहिँ जुन उहाँको कुरामा म 100% अग्री गर्छु, किनभने कुन एउटा चाहिँ त्यो भिजनका साथ आएको कुरालाई आज कुन यसको दुर्दशा भएको कुरामा हामी सबैजना यसमा दुखित छौँ होइन। त्यसैले यसमा चाहिँ बेस्ट वर्णन के हुनसक्छ, प्राधिकरणलाई यसमा, त्यही भएर यो अध्यादेश मार्फत पनि हामीले प्राधिकरणलाई कसरी मजबुत गर्न सकिन्छ, यसको नियमनको पाटो अझै मजबुत कसरी लिएर जान सकिन्छ, यसमा भएका कमी कमजोरीहरू सहकारीको विषयमा, जस्तो अहिले हामीले समस्याग्रस्त सहकारीको विषयमा मात्र कुरा गर्यो जस्तो होला, तर हामीले नियमनको पाटोमा जो समस्याग्रस्त उन्मुख छन्, जसमा अलरेडी समस्या भइसकेको छ, त्यो सहकारीलाई पनि अब अनुगमन गर्न जरुरी छ भन्ने हिसाबले नै काम गरिरहेका छ। र यसमा मैले थप गर्न चाहेँ, जस्तो ग्रे लिस्टको अघि नै धेरै कुरा आयो, त्यस्तै ग्रे लिस्टमा एउटा सहकारीको क्षेत्रमा पनि एउटा चाहिँ प्रभावकारी सुपरिवेक्षण गर्नुपर्ने भन्ने खालको एउटा चाहिँ हाम्रो प्रावधान छ। त्यसैले गर्दा सहकारीका पनि हामीले सहकारीमा चाहिँ यसको अनुगमनका लागि यो ग्रे लिस्टबाट हामी निस्किनु पर्ने छ भनेपछि सहकारीमा पनि त्यो अनुगमन जरुरी छ, त्यो हामीलाई चाहिँ एउटा कार्यक्षेत्रभित्र त्यो पनि छ होइन। त्यसै गरी भूमिका पनि केही कुराहरू छन्, त्यो पनि सम्बन्धित त्यो विषय आएपछि मैले यसमा प्रश्न पार्दै जानेछु, त्यही भएर त्यसका लागि पनि तत्काल यो चाहिँ आवश्यक थियो। त्यसै गरिकन मान्य बासना थापाले पनि भन्नुभयो होइन, व्यथितिको सिद्धान्त अब कति यसलाई चाहिँ भनौँ न उहाँले चाहिँ इङ्गित गर्नुभयो एउटा स्वर्णलक्ष्मी सहकारी भनेर। म उहाँहरूलाई चाहिँ के विश्वस्त पार्न चाहन्छु भने नेपाल सरकारले चाहिँ समस्या भनौँ न यो समग्र सहकारीको समस्या कसरी हल गर्न सकिन्छ भनेर दिनरात काम गरिरहेको छ। त्यो स्वर्णलक्ष्मी होस् अथवा मितेरी सहकारी होस्, यो नेपाल सरकार चाहिँ यसमा यसको समस्या समाधान गर्न तत्पर छ। यसमा चाहिँ के हुन्छ, नीतिगत सुधार के चाहिन्छ हामी गर्छौँ र त्यसरी गर्न केही मिसयुज त भएको होइन, अब खालको त्यस्ता प्रश्न पनि आए होइन, केही यो चाहिँ पावरमा भएकोले मिसयुज त गरेको होइन, पक्कै पनि होइन। म अलिकति हजुरहरूलाई स्मरण गराउन चाहन्छु, जस्तो एउटा सहकारी विशेष छानबिन समिति गठन भएको थियो। सहकारी विशेष छानबिन समितिले केही कुराहरू त्यसमा आफ्ना सुझावहरू, महत्त्वपूर्ण सुझावहरू दिएको थियो, तर त्यतिखेर तत्कालीन सरकारले भनौँ न त्यो कार्यान्वयन गर्दै गर्दा के नलेखिएका कुरा चाहिँ कार्यान्वयनमा आए त्यस प्रतिवेदनमा, तर लेखिएका कुरा साँच्चै त्यसमा दिएका सुझावहरू हामीले कार्यान्वयनमा लगेको भए पनि आजको दिनसम्म पनि केही न केही त्यसमा चाहिँ हल आइसक्थ्यो। किनभने आज तपाईँहरूले यो यसमा अध्यादेश मार्फत हामीले केही कुरा सच्याएका छौँ भने केही कुरा त्यही समितिले हामीलाई सुझाव दिएको कारण त्यही समितिमा टेकेर सुझाव प्रतिवेदनमा टेकेर हामीले चाहिँ यसमा भनौँ न नीतिगत सुधारहरू यहाँ चाहिँदो रहेछ भने त्यो समितिको प्रतिवेदनको रिपोर्टलाई पनि हामीले टेकेर चाहिँ यो अध्यादेशमा हामीले फेरबदल त्यो लिएर आएका छौँ। त्यो ऐनमा सुधार चाहिन्छ भनेको त्यही प्रतिवेदन हो, जुन प्रतिवेदन कार्यान्वयन भएको भए आजको दिनसम्म चाहिँ यो समस्या भनौँ न, म हल त भन्दिनँ किनभने ओभरनाइट आएको समस्या पनि होइन र ओभरनाइट सल्भ हुने समस्या पनि होइन, यो हामी सबैजना जानकार छौँ, तर केही भए पनि यसलाई चाहिँ हामी रोकथाम गर्न सकिन्थ्यो, ग्रे लिस्टकै पाटोबाट पनि हामी उम्किन सकिन्थ्यो भन्ने कुराहरू म यहीँबाट फेरि प्रश्न पार्न चाहन्छु। त्यसै गरिकन हाम्रो मान्य गङ्गा अवालज्यूले पनि राख्नुभएको प्रश्न थियो, त्यसमा चाहिँ हाम्रो उहाँले चाहिँ त्यो 3 वर्षको विषयमा भन्नुभएको थियो, जस्तो दफा 50 को 9वटा सहकारी सङ्घको आफ्नो उद्देश्यमा केन्द्रित गर्न बचत तथा ऋणको कारोबारलाई इजाजत प्रणालीको माध्यमबाट नियमन गर्न सहकारी सङ्घहरूले यो दफा लागू भएको मितिदेखि 3 वर्षभित्र कारोबार चाहिँ बन्द गर्न भनिएको हो। बचत तथा ऋणको कारोबार गर्न सहकारी नियमन प्राधिकरणले मात्र गर्न पाउने सङ्घहरूले गर्न नपाउने भन्ने खालको यो सबै कुराहरूको पाटोमा चाहिँ एउटा नियमनको पाटोभित्र ल्याउनुपर्छ। यो जथाभावी चाहिँ भयो, यसलाई चाहिँ एउटा कन्ट्रोल मेकानिजम त बनाउनु पर्यो, एउटा कसरी कन्ट्रोल गर्ने भन्ने कुराको लागि त्यो ल्याइएको, त्यसलाई चाहिँ अन्यथा नलिदिनु न मैले यहीँबाट आग्रह गर्न चाहन्छु। त्यसै गरिकन मान्य खड्ग बहादुर साईज्यूले पनि भन्नुभएको छ, पछिल्लो उहाँहरूले पनि यो कुरा अग्री गर्नुभएको छ, भनौँ न पछिल्ला वर्षहरूमा बढेका अनियमिततादेखि लिएर अपारदर्शिताको कारणले गर्दाखेरि यो समस्याहरू आयो भन्ने कुराहरू उहाँ स्वयंले पनि स्वीकार्नु भएको छ। त्यही
कुरा चाहिँ हामीले निमिट्यान्न पार्न भनौँ न, अझै त्यसमा चाहिँ सुधार गर्नका लागि हामीले यो अध्यादेश मार्फत चाहिँ हामीले अहिले विभिन्न ऐनहरू त्यसरी गर्न कडम उसमा चाहिँ सहकारी प्राधिकरणलाई त्यसै गरी मजबुत बनाएका छौँ होइन। जस्तो हामी अहिले बचत फिर्ता भनिरहेका छौँ, बचत फिर्ताको लागि के गर्यौँ, बचत फिर्ता कसरी गर्न सम्भव भयो भन्दाखेरि त्यही अहिले कडाउ गरेर ऋणीहरूलाई चाहिँ अलिकति अझै ऋण असुलीमा चाहिँ अझै यसलाई चाहिँ कडा गर्नका लागि हामीले चाहिँ कामहरू गरिरहेका छौँ। त्यसका केही गाँठोहरू फुकाल्नुपर्ने थियो, त्यो गाँठोहरू हामीले फुकालेका छौँ। त्यसै गरिकन उहाँहरूले चाहिँ एकजना फरार प्रतिवादीको नाम पनि यहाँ लिएर चाहिँ उहाँलाई चाहिँ किन नल्याएको भन्ने जस्ता विषय पनि उठान गर्नुभयो। त्यो विषय उठान गर्नु यहाँ अब त्यसको जवाफदेहिताको विषयमा चाहिँ यो मेरो सम्बन्धित भनौँ न आजको त्यो सम्बन्धित हो या होइन भन्दा पनि सहकारीसँग रिलेटेड भएको भएर चाहिँ म यहाँहरूलाई के स्पष्ट पार्न चाहन्छु भने यो सरकारले सहकारी सम्बन्धी समस्या बचतकर्ताको बचत फिर्ता गर्नका लागि जसलाई ल्याउन पर्छ, जे काम गर्नुपर्छ, जे नीतिगत सुधारहरू गर्नुपर्छ त्यो सबै गर्छ। त तपाईँले एउटा पात्रको मात्र नाम लिनुभयो, त्यो मात्रै पात्र होइन, धेरै पात्र यस्ता छन् जसलाई चाहिँ यसमा चाहिँ कार्यान्वयनमा एउटा चाहिँ कारबाहीमाको दायरामा फरार रहेको अवस्था छ। त्यही भएर हजुरहरू के ढुक्क हुनुहोस् भने सहकारीको समस्या यो सरकारको प्राथमिकतामा रहिकन हामीले चाहिँ यसको समाधान गर्छौँ, यो हाम्रो प्रतिबद्धता पनि हो। र यसका यो समाधान गर्ने क्रममा हामीले चाहिँ कसलाई कुन राईलाई ल्याउनुपर्छ त्यो मतलब भने त्यो हामी सबैलाई ल्याउँछौँ र सबैलाई चाहिँ यसको उसमा कारबाही गर्छौँ भन्ने कुरा मैले यहाँहरूलाई निवेदन गर्न चाहेँ। त्यसै गरिकन हाम्रो बलावती शर्मा मान्यज्यूले पनि हाम्रो आफ्नो स्थानीय प्रदेश र सङ्घको विषयमा र समस्याग्रस्तको पैसा फिर्ता गर्न ढिलो भयो भन्ने खालको चाहिँ उहाँहरूको आशय थियो। हो पक्कै पनि मान्यज्यू हजुरको कुरामा एकदमै म सहमति अनुसार चाहिँ एउटा अघि नै हाम्रो मान्य हरिमोहन भण्डारीज्यूले पनि उठाउनु भएको थियो, सिस्टम छ, एउटा सफ्टवेयर छ, सफ्टवेयरमा ऋण तिरिसकेको मान्छेको नाम पनि छ। यस्ता धेरै समस्याहरू पनि आइरहेका छन् किनभने अहिले हामीले ऋणीको नाम सार्वजनिक गर्दाखेरि ऋण तिरिसकेका भनौँ न मान्छेहरूको नाम पनि सार्वजनिक भएको कुराहरू छन्। फेरि आउनुहुन्छ मैले तिरिसकेको छु भन्ने कुरा। र हामी यो पनि जानकार छौँ त्यो सफ्टवेयर सहकारीमा भएको सफ्टवेयरलाई कसरी मेनिपुलेसन गर्न सकिन्छ र त्यसका शिकार चाहिँ हाम्रै पार्टी नेतृत्व पनि भएको भएर त्यो सफ्टवेयर सिस्टमको सफ्टवेयरहरूको विषयमा पनि हामी जानकार छौँ। मैले हरिमोहन भण्डारीज्यूलाई पनि मैले यसैबाट निवेदन गरेँ हो पक्कै पनि। र समस्याको ग्रस्त त्यो ढिला पनि किन भइरहेको छ भन्दा सफ्टवेयरमा भएको हाम्रो डेटाहरू चाहिँ अद्यावधिक गर्नलाई भनौँ न कसैको चाहिँ बिगो रकम त्यो हामीले रकमहरू ट्याली गर्न त्यो हामीसँग भएको रेकर्डहरू नै हामीले भेरिफाई गर्न हामीलाई टाइम लागेको हो खासमा चाहिँ। नत्र चाहिँ हामीले अहिले ऋण असुली जसरी भइरहेछ त्यसरी गरी नै हामीले चाहिँ बचतकर्ताको बचत फिर्तालाई पनि प्राथमिकतामा राखेर गरिरहेका छौँ। तर त्यहाँ हामीसँग भएको रेकर्ड हामीसँग उपलब्ध डेटाहरूलाई नै भेरिफाई गर्न टाइम लागेको भएर किनभने जथाभावी त्यो राखिएको छ त्यो कुरा हामी जानकार छौँ र त्यसलाई चाहिँ फेरि उसबाट भेरिफाई गर्दै हामी गइरहेका छौँ, त्यसमा हामी सचेत छौँ। यति भन्न चाहेँ। त्यसै गरिकन बदन कुमार भण्डारीज्यूले पनि आफ्नो मान्य बदन कुमार भण्डारीज्यूले आफ्नो चाहिँ यसलाई समर्थन गर्नुभएकोमा धेरै धेरै धन्यवाद। त्यसै गरिकन हाम्रो मान्य गणेश विश्वकर्माज्यूले मैले अघि नै पनि जवाफ दिएँ, हाम्रो सुशासन र पारदर्शिता त्यसमा छैन, यसलाई चाहिँ समेटेर लानुपर्छ भन्ने खालका कुराहरू पक्कै पनि विगतमा के कुरा भए मैले अस्ति पनि यहीँबाट क्लियर पारेको थिएँ। हाम्रो व्यथिति यो सहकारी सम्बन्धी व्यथिति एउटा आयोग पनि गठन भएको थियो र त्यो आयोगले प्रतिवेदन आफ्नो बुझाएको पनि छ र प्रतिवेदनमा क्लियरली लेखेको छ सहकारीको जुन यो अहिलेको आजको दुर्दशा आउनुमा कस्तो के चाहिँ कहाँनिर कमी कमजोरी भयो, कहाँनिर नियमनको पाटो फितलो भयो होइन, कहाँनिर चाहिँ हामीले चाहिँ सहकारीलाई अनुगमन गर्न सकिएन, कहाँनिर उनीहरूले आफ्नो चाहिँ लिएको के लिन अनुमति लिए तर के गरे भन्ने खालका चाहिँ कुराहरू प्रष्ट कुरा त्यो आयोगको प्रतिवेदनमा पनि छ। यहाँहरूले पनि हेर्न सक्नुहुन्छ, त्यो मन्त्रालयको वेबसाइटमा पनि हामीले अपलोड गरिसकेका छौँ। र यसबाट मैले यहाँ जानकारी पनि के गराउन चाहन्छु भने त्यो बेलामा तत्त सहकारीमा त्यो प्रतिवेदनले केही कर्मचारीको नाम पनि औल्याएको छ जसले चाहिँ यो क्षेत्राधिकार विस्तार गर्ने क्रममा कसले अनुमति दियो त होइन, कसले चाहिँ उनीहरूको चाहिँ आफ्नो पाटै नपुगिकन उनीहरूको क्राइटेरिया मिट नगरिकन उनीहरूलाई क्षेत्राधिकार विस्तार गर्न कुन कर्मचारीले चाहिँ दियो भन्ने कुरा त्यसले औल्याएको त्यो प्रतिवेदनले औल्याएको र त्यो स्वतः त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा तिनी के अरे कर्मचारीलाई पनि हामीले स्पष्टीकरण माग गरी उहाँहरूलाई किन गरिएको थियो भनेर उहाँहरूबाट एउटा चाहिँ स्पष्टीकरण सोधिएको बेहोरा म यहीँबाट जानकारी गराउन चाहेँ। त्यसै गरिकन त्यही भएर यो पाटोमा हामी कति सिरियस छौँ र कसरी यो नेपाल सरकार लागिरहेको छ भन्ने कुरा पनि यहीँबाट म अवगत गराउन चाहन्छु। त्यसै गरिकन हाम्रो माननीय साजिदा खातुनज्यूले पनि हतार नगरौँ भन्ने कुरा थियो, मैले अघि नै रिपिट गरेँ। यो समस्या एकदमै छिटोभन्दा छिटो समाधान गर्नुपर्ने छ, त्यही भएर कसरी समाधान गर्न सकिन्छ नीतिगत रूपमा देखि लिएर हामीले चाहिँ के संयन्त्रबाट के संयन्त्रमा फेरबदल, किनभने धेरै सहकारीकै काम गर्नको लागि विभाग छ, प्राधिकरण छ होइन, कर्जा असुली छ, यावत कुराहरू सहकारीका विषयमा समस्याग्रस्त सहकारीको त आफ्नै एउटा समिति पनि छ। तर त्यो सबै त्यो भएका संयन्त्रलाई चाहिँ अझै कसरी
प्रभावकारी बनाउने। किनभने अहिलेको दिनसम्म के थियो भन्दा प्राधिकरण र विभागको काम कारबाही छुट्टिएको थिएन। दुईजना एउटाले यसले गर्ने कि अनुगमन प्राधिकरणले गर्ने कि विभागले गर्ने कुरा त्यस्ता अन्यलताहरू पनि धेरै क्लियर गर्नुपर्ने भएको भएर चाहिँ आज यो हामीले चाहिँ यसरी नीति गरेर ल्याएका छौँ। त्यसै गरिकन अनुगमन राम्रो तरिकाले गर्नुपर्छ, अनि अनुगमन चाहिँ प्रभावकारी हुनुपर्छ भन्नुभएको छ। पक्कै पनि अनुगमन प्रभावकारी हुनुपर्छ र जसरी बचत फिर्ता हामीले चाहिँ स्टार्ट गरिसकेका छौँ त्यसै गरिकन अनुगमनको पाटोमा पनि हामी अगाडि बढिसकेका छौँ। प्राधिकरण सहकारी प्राधिकरणले लिड गरेर समस्याग्रस्त उन्मुख सहकारीहरूमा सरकारले नियमन के अरे अनुगमन पनि सुरुवात गरिसकेको छ भन्ने कुरा मैले यहीँ निवेदन गर्दै आफ्नो यही भनाइ टुङ्गाउँछु। धन्यवाद। माननीय सदस्यहरू,